हेलो गाइस सेवानुङ सबैजनालाई र आज है म चाहिँ आज हामी त कहाँ पो छ जग्गाको नाम छलमताङमा छ है यता अभिषेक दा हाम्रो हो अन्त हामी चाहिँ एउटा जग्गा गएको थियौँ नि त गाइस कि अन्त त्यहाँ पुगेर आयो पसिनासरी भयो हल्का सुट थियो नि त दिदीको न्युजको लागि अन्त चाहिँ त्यही काम ड्युटी वर्क्स ड्युटी कल हजुर अनि त्यो अलिकति मुनिबाट क्रप गर्दा हुन्छ मिलाउँदा हुन्छ अन्त चाहिँ होइन जुम गर्नु पर्दैन क्रपै गर्दा भइहाल्छ अन्त भर्खर सक्यो सुट है अलिक बिजी थियो नि त अन्त के गर्नु पर्ने यस बहिनी 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 यस भनिदेऊ हेलो भनिदेऊ न के हो बहिनीको नाम मुन्नी यता सुस्मिता दी वेलकम टु अश्विन ब्लग। अन्त यता अङ्कल जानुहुँदैछ हामी चाहिँ अङ्कलको फार्म गएर आएको नि त कि हेलो गर्नुहुँदैछ अङ्कलको फार्म गएर आएको हो। मैले आज चाहिँ भ्लग गरिनँ किनभने आज म रिपोर्टिङको लागि आएको सो अर्को बिटिएस चाहिँ तपाईँले अश्विनको भ्लगमा हेर्नु होला। यो फुलले चाहिँ अश्विन बाँचिदियो ल यो अश्विनले बनिदिएको है। अन्त चाहिँ अब हामी अङ्कलको फ्याम चाहिँ अलिक तल थियो नि त गाइस हो हामी 300 फुट मुनि है हामीहरू अहिले 300 फुट माथि अङ्कलको घरदेखि चाहिँ 300 फुट मुनि हेऱ्यो फार्म चाहिँ हो। अन्त हामी अब चाहिँ सक्यो काम सक्यो फर्किँदैछौँ मुन्नीले हेर्दै हाँस्दैछ मलाई हिँड्नु जान्दैन हो त्यही हो होइन मुन्नीले हेर्दै हाँस्दैछ ऊ त हिँड्नु सक्दैन रहेछ अझै मलाई भन्छ यता दा थाकेर हत्तु भएछ यहाँ खालि त हेरौँ बिचरा दालाई अल्छी लागिसक्यो होला। वेलकम ब्याक टु नट माई च्यानल दिस इज अश्विनको च्यानल अनि अश्विनको च्यानलमा बोलिरहेको छु होइन। सरी चाहिँ हामी जङ्गलमा छौँ पछाडि अब है म त नामै त्यस्तै लेखिदिनु पऱ्यो अश्विनको च्यानल अश्विनको च्यानल होइन किनकि हिप्पी बोइज भने कि तर त्यो त साह्रै भयो त्यो त भएन अलिक मान्छेलाई सोर्च गर्दा पनि सजिलो हुनु पऱ्यो नि होइन। अश्विन भुजेलै राखेको अश्विन भुजेल सजिलो हुन्छ सो त्यही अन्त अहिले चाहिँ हामी है मुन्नु मुन्नु होइन मुन्नी हो म मुन्नु भनेको नि मुन्नी हो मुन्नी मुन्नीले अन्त मालबजारको यहाँ हेर्नु न ड्रागन फ्रुट्स खाएको थियो कि कलर यस्तो दामी आउँदो रहेछ हो। अङ्कल चाहिँ छिटो हिँड्नु हुँदो रहेछ नि त अन्त हामी त फेरि हामीलाई बानी छैन यस्तो जङ्गल अनि यहाँ चाहिँ मुजुर पनि आउँछ अरे गाइस कि अब हामी तल गएर आएको तल्ल बारीमा फार्ममा गएर आएको के कुद्दैछ क्यामेराभित्र हौ ए किरा पो रहेछ ऊ पनि भ्लगमा आउने अरे नि सो त्यही हो होइन यहाँनिर चाहिँ सर हुनुहुन्छ सर सर्सिन पनि हिँड्दैछ सामानहरू बोकेर मैले पनि यहाँ ट्राइपोड सबै ट्राइपोड क्यामेरा बुमहरू छाता मुन्नु मुन्नी रुको रुको हाम्रो को रुको हाँसेको त मुन्ना मुन्नी भनेर त्यही हो अन्त त्यही हो गाइस तपाईँले ड्रागन फ्रुट्स हेर्नु पर्यो ड्रागन फ्रुट्स खानुहुन्छ भने कन्ट्याक्ट गर्नु होला होइन यसमै कमेन्ट हान्नु हुन्छ तपाईँले कमेन्ट हानेपछि चाहिँ हामी तपाईँहरूलाई सम्पर्कको सर चाहिँ कहाँबाट सम्पर्क गर्ने त्यो नम्बर दिन्छ त्यसबाट तपाईँले चाहिँ कन्ट्याक्ट गरेर ड्रागन फ्रुट्स एकदमै लिनु होला होइन यस्तो मिठो गाइस यहाँ हान्नु न कलर यो त लिपस्टिक लगाएको हो नि त्यसको कलर आउँथ्यो होला यस्तो यसो गरेर त्यसको झोल लगाएको मेरो बा पिङ्क हुन्थ्यो कि त्यही हो अन्त ल भ्लग गर हात गल्यो गर्नु न ल थाक्यो नि त गर्न म पसिनासरी भएर केही भएको छैन मजाको देखेछ यी होइन यसरी पक्रिनु यसरी यी ल गाइस अब हेडिङ टुवर्ड्स दि होम हो कताबाट जान्छौ आज चाहिँ यताबाट यता यता ए मुनिले क्या देखाइदिनु मलाई त आज चाहिँ यसरी अरे यहाँ यो जग्गामा चाहिँ मजुर पनि देखेको थियो अघि भर्खर हामीले हो यहाँ उयो थियो अस्तिसम्म 2टा थियो अरे अहिले 5वटा जस्तो भइसक्यो अरे भन्नुहुन्छ आन्टीले तर हामीले एउटा चाहिँ देख्यो हो मान्छेको सोच सुन्ने बित्तिकै भाग्दो रहेछ है यो बाटो चाहिँ बस्तीको बाटो यस्तो छ हेर्नुहोस् है बस्तीमा चाहिँ सजिलो छैन है त्यो हुन्छ बेसी बजारमा बस्नु है गाइस बस्तीको बाटो बेसी बजान बस्तीको बाटो यस्तो छ नि यस्तो ओहो अब लडिहाल्यो होइन अब के गर्नु सक्छ त होइन भनिदिउँ भन्दैन लडी त हाल्यो होइन
ल त गाइस अब चाहिँ हामी घर पुग्यो होइन हामीले चाहिँ अझ दिदीको अझ अगाडि दिदीको फ्रेममा साथीको बोलाएर घर पछाडिको हेरे खासमा ब्याकग्राउन्ड चाहिँ कि चल्नुपर्छ खासमा चाहिँ यसले त डल्लै लम्छ है रहेछ नि हौ। दिदीको तैँले 5x गरिस् क्यामेरालाई 1x दिदीको साथीको घर हेरे खासमा होइन हाई भन्दा फेरि हाई भन्दा दिदीको साथीको नाम चाहिँ के हो हेलो भन्दै मुनि हेलो जोर से बोलो न हेलो बोलो ओ गाइस यो ड्रागन फ्रुटको प्लान्ट चाहिँ यो है यो हो ए यो फुल पनि हुँदो रहेछ यस्तो फुल त सबले देखेको नि त काम त कहाँ हो यस्तो हुन्छ होइन यो चाहिँ अलिक काँचो काँचो अन्त यी बिउरा चाहिँ यसरी आउँछ यो गाइस हो अनि बिस्तारै यसरी फुल फुल्छ यो चाहिँ घरको छेउमा हो यसरी फुल फुल्छ अन्त त्यहाँदेखि चाहिँ ड्रागन प्लान्ट हुन्छ हो मुन्नीले भन्छ अङ्कललाई भनिदिन्छ अब म होइन यो सुकेको चाहिँ अब यसरी भचाउँदैछ मुनिले त टक्क त्यहाँ राख्छ देख्यो ए तिमीलाई सिकाइ पो दिएको तिमीले भिडियो दिएको भिडियो हो नि त्यसरी भन्छ मुन्नीले भन्दैन अन्त भनेर गर्नु पऱ्यो नि तिमीले भनेन नि अन्त यहाँ गाइस ए आज काम चाहिँ दिदीको दाजुभाइ हत्तु हो गाइस कुखुरा खोर देख्नु भएको थिएन होला जिन्दगीमा यही होला है अन्त यहाँ हो यता चाहिँ दिदीको साथीको घर दिदीको साथीको बाबाको चाहिँ अङ्कलको चाहिँ डरलाग्दो फार्म रहेछ नि त झन्डै 500 जस्तो त बोट मात्रै थियो होला त्यहाँ चाहिँ अङ्कल आन्टीले यस्तो मिठो खानाहरू यहाँनिर खाजा बनाइदिनु भएको रहेछ थ्याङ्क यू सो मच थ्याङ्क यू अङ्कल सो बनाइदिनु भएको रहेछ सो वी आर अबाउट टु ह्याभ नाउ अन्त भेट्नुहोस् है गाइस यो पनि बस्तीको सबै अर्ग्यानिक काँक्रा मकै पनि भयो हाल्नुहोस् न तपाईँ हाल्नुहोस् न यो चाहिँ अङ्कलको घरको छेउको फार्मिङ यो चाहिँ गाइस यसरी फुल्छ अरे कि फुल तर राति मात्रै फुल्छ अरे फक्रक्कै फुल्छ अरे हो नभए चाहिँ दिउँसो चाहिँ यसरी बस्छ त्यहाँभित्र फुल देख्यो यो फुल चाहिँ फक्रक्कै फुल्छ अरे हो यो चाहिँ घरकै छेउमा अङ्कलको ड्रागन फ्रुट फार्मिङ यस्तै छ गाइस ए अन्त धागो उतारिदिने हो लुगाको धागो उतारिदिने हो गाइस यस्तै छ हेर्नुभयो होला अन्त त्यो भचाउँदै यसरी उयो गर्दो रहेछ हो यसरी यस्तो सुलुक सुलुक परेको पनि के निस्किन्छ उतापट्टि भचाएको छ कि अङ्कलले यस्तोहरूको त्यस्तो चाहिँ गर्नु पर्दो रहेछ नि त त्यहाँदेखि यसरी अब राति 6 बजीदेखि बिहानको 6-7 बजीसम्म चाहिँ मजाले फुल्छ अरे यस्तै छ अङ्कलको गार्डनिङहरू यहाँ परदेखि सबै त्यसका बाजेको गाइस भिडियो भन्नु भिडियोमा यत्रो लामो बोल्यो कि भिडियो बनिएको छैन रहेछ हो अब के गर्नु यस्तै भइहाल्यो हो जे गर्नु छ गरिन्छ
यत्रो लामो भिडियो गरेँ नि गाइस यहाँ तलदेखिको चाहिँ मैले यत्रो घुमेर के बोले यहाँ गाडीमा आएँ गाडीमा चढेँ यो गट्टा देखाएँ मैले आमाले मगाएको छ भनेर होइन यहाँ यो गट्टा देखाएँ हो के गरेँ लास्टमा चाहिँ भिडियो भएको छैन रहेछ म चाहिँ एफएलओपी फुलकोपी भइदिएँ हो अन्त गाइस बाटो चाहिँ हेर्नु न अङ्कलले अर्को घर जाने बाटो चाहिँ यो चाहिँ प्राइभेट रोड रहेछ कि यस्तो दामी निकालेको रहेछ बाटो हेर्नु न हो मजाले क्या चिटिक्क तर हेभी भेकल कुद्यो भने चाहिँ यो बाङबुङ हुन्छ सानो भेकलको लागि त ठिकै छ हो आइज बच्चा आइज आइज ल आइज टोय क्यासी कस्तो दामी कुकुर रहेछ पढेको आज भाइ आइज आइज मान्दो रहेछ है के भाइ तेरो नाम भन छिटो ल गाइस अब चाहिँ हामी निस्किन आँटेको हो अहिले अब निकै टाइम पनि भयो 6 पो बज्न आँटे त गाँठे अब हाम्रो निस्किने अङ्कलहरू अब बिदा लिएर त्यहाँ मच्छरले टोकेर इरी भयो गाइस त्यो भएर मेरो चाहिँ फेरि यस्तो हुन्छ कि अब मच्छरले टोक्दा सानो भोका निस्किन्छ होइन मेरो चाहिँ अत्रो भइदिन्छ भोका अम्बो के भएको म चलाउँदिनँ पनि होइन चलायो भने हुन्छ भन्छ यहाँ हेर्नु न अत्रो भोका हुन्छ यहाँ के भएको सबै जिउ जहाँ टोके पनि यत्रो भोका हुन्छ खुट्टामा पनि यत्रो फोका यत्रो भइदिनु कुनै के भएको ए ऊ दिदीले बोतल छोडिरहेको थियो रहेछ त ल गाइस अब भेट्दै गरौँ मेरो उयोले गर्दाखेरि यो चाहिँ क्याटर्सले गर्दाखेरि चाहिँ उयो भयो नि त मेरो धागो उत्रो पछाडि हो मुनि बाई गर्दो ल गाइस भेटौँ तपाईँलाई धेरै धन्यवाद हेरिदिनु भएकोमा यसरी नै माया गर्नुहोस् अनि सेवानुङ सबैजनालाई लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अनि धेरै माया गरिदिनुहोस् ल है गाइस सेवानुङ